हेलो साथीहरू, पछाडिको ब्याकग्राउन्डलाई रिजेक्ट हान्दिनु ल। यस्तो पछाडिको ब्याकग्राउन्ड नो के अरे याद नगर्नु है। हाम्रो घर यस्तै छ हौ। अनि देख्नु सक्नुहुनेछ यहाँ चाहिँ हाम्रो घर चाहिँ यस्तो छ नि त। यो भित्ता माटोको यहाँ गोबरले लिपेको छ बहिनी र बुहारीले। अनि त्यसलाई चाहिँ नयाँ केही लुक्स दिँदैछन्। घरको लुक्सलाई चाहिँ हाम्रो बाबा मिसले चेन्ज गर्दै होइसिन्छ। घरको लुक्स मान्छेको लुक्स सबै मै चेन्ज गर्नुपर्ने जहिले भने। हजुर पर हो होइन। अब के गर्नु, नगरौँ भन्दाखेरि मान्दैनौ। अब गर्नु पर्यो नि यति त। अब बस्नु त गर्नु परेन। ढलानै घर हाम्रो बाबाले रङ्गाएको रङ्गाइ छ। ओ हेरौँ न, अब मुढामा बसी बसी के गर्नु, बढ्नु बिर्सेपछि यस्तै हो। ओ अब अग्लो माथि छ नि त, सकिँदैन। त्यही भएर चाहिँ मुढामा चढेर अनि आफ्नो माइतको घरलाई चाहिँ उसले एकदमै धेरै रिपेयरिङ गर्दैछिन्। सालैपछि पो त म त होइन, सालै पछि पोहोर पनि लगाएको थियो यहाँनिर। पराएर हौ। ए पराएर 2 वर्ष भयो नि त लगाएको। 2 वर्ष त ठिक हो। अब यो लगाइसकेर फेरि यहाँ हेरौँ न, हिजोसम्म यहाँ फेरि यहाँ मुनि चाहिँ अर्कै कलर हाल्नुपर्ने अरे कि सेतो। हिजोसम्म मैले कुन घर उयो कलर गरेको थिएँ, आज कुन घर गर्दैछु भन्नु भन्नु। हिजो चाहिँ पैसामा काम गर्यो यो मान्छेले। 2 दिनमा 3000 कमायो। उता दाजु भाउजूकोमा कलर हालेर आज चाहिँ आफ्नैमा यहाँ चाहिँ कलर लगभग 5000 होला। यहाँ चाहिँ यहाँको त खोइ हाजिरा त खोइ थाहा छैन। म त कता कसलाई माग्नु पर्ने हो, आइडन्ट नो। लाग्छु नि म। ए घरबेटी चाहिँ उहाँ हुनुहुन्छ। खासमा लिपमा चाहिँ उहाँले हो के, तर उहाँ चाहिँ मस्त हुनुहुन्छ। अनि बिचारी अब के गर्नु, सरी अर्काको घर जाने चेली जहिले घर लिप्छन्, के गर्नु र। लैलै कसैले बुझ्दैन। धन्ना दिदीले चाहिँ कहिले काहीँ बुझ्दैन। टुपेम खाना नि 2टा हो नि खा। एउटा हौ, एउटा टुपेम खा, के खान्छ छैन जहिले नानाले त सोध्नुहुन्छ। म त अनि एकदम मनकारी हो नि त। अरूले त नि कति गर्दा पनि देखेर अब त हो। जस पाइँदैन नि। त्यही भएर धेरै घर पनि नसियर भन्छु कि। जान्छु म त कहाँ काका उपर गोर्खा खुकुरी पनि रहेछ कता पछाडि। अनि अब यसो यो सकेर अब फेरि अर्को रङको पनि हाल्छ अरे। खै कहिले हाल्छ पनि। फाइनल रिजल्ट भरे देखाउँछु भोलितिर होला। ल आजलाई म यतिमै भिडियो इन गरिदिनु पर्यो। अब हाम्रो यसको फाइनल भएपछि म फेरि नेक्स्ट भिडियो बनाउँछु। तपाईँहरूलाई पनि यस्तो माटोको घर मनपर्छ भने सस्तो पनि छिटो टाइममा कलर चेन्ज गर्न पाउने, न्यू लुक्स देखाउनु पर्छ पाइन्छ होइन। अब बिल्डिङ घर बनायो भने त अब कलर किन्नु 20-22 हजार लाग्छ। यो त एकदम सस्तो। यसको प्राइस चाहिँ नभन्नु होला, लाज हुन्छ। 1000 रुपियाँ केजी त हो नि। आयो एकदम सजिलो होइन। बिटीवाला खोज्नु परेर मात्र गाईको गोबर भयो हुन्छ। एकदम राम्रो सजिलो। ल अब यो सके पछाडि अब यो यहाँ मुनि जुन छ नि, हो यो आदिमा चाहिँ उ यस्तो। मेरो घरमा आउने बुहारीहरूलाई त एकदम सजिलो। म भयो भने त केही म गर्नु दिन्न, सबै आफै गर्छु। सुन्ने गरी भनिदेऊ। मेरो घरमा आउने बुहारीहरूलाई चाहिँ एकदम सुख हुन्छ क्या, घर बिग्नमा सरसफाइमा एभ्रिवेयरमा होइन। अब म भइन्जाल चाहिँ भन्नु खोजेको। अब यो सकेर म फाइनल लुक्स देखाउँछु नेक्स्ट भिडियो। ओके गाइज, बाई बाई।